र आजको भिडियोमा चाहिँ मैले तपाईँलाई के सिकाउन गइरहेको छु भने तपाईँ राम्रो खालको कन्टेन्ट क्रिएटर बन्दै हुनुहुन्छ अथवा बन्ने सोच भएको छ भने र तपाईँले फेसबुक धेरै एक्टिभ हुनुहुन्छ भने र सामान्य तपाईँ हुनुहुन्छ भने पनि यो भिडियो तपाईँको लागि एकदमै जानकारीमूलक हुनेछ र तपाईँले चाहिँ फेसबुकबाट चाहिँ पैसा कमाउन खोज्दै हुनुहुन्छ भने र तपाईँ राम्रो खालको कन्टेन्ट दिनुहुन्छ अथवा दिँदै हुनुहुन्छ भने पनि यो भिडियो तपाईँको लागि र सम्पूर्ण सेटअप गर्ने तरिका फेसबुकबाट सम्पूर्ण प्रोसेस म स्क्रिनमा देखाउने छु र तपाईँले सामान्य गाउँघरकै अब हरेक कन्टेन्ट हुन्छ नि त्यो कन्टेन्टलाई चाहिँ आफूले ग्रोथ गर्न चाहनुहुन्छ भने यो सेटअप गरेर तपाईँले गर्नुभयो भने तपाईँको सजिलैसँग नै तपाईको फेसबुक चाहिँ मोनेटाइजेसन हुनेछ र धेरैभन्दा धेरै मान्छेहरूले तपाईँको भिडियोहरू हेर्नेछ र आउनुहोस् मोलिसिनमा मैले सम्पूर्ण तपाईँलाई फेसबुकको सेटअप गर्ने तरिका जानकारी गराउने छु। आउनुहोस् मोलिसिनमा। आउनुहोस् मोलिसिनमा मैले चाहिँ ड्यासबोर्डमा गएँ। ड्यासबोर्डमा गइसके पछाडि तपाईँले यस्तो खालको इन्टरफेस देख्न सक्नुहुन्छ। यो माथिको अप्सनलाई चाहिँ स्क्रोल गरेर यो यहाँ चाहिँ मोनेटाइजेसन अप्सनमा गएर यो सेटअप भन्ने अप्सनमा जानु होला र त्यस पछाडि तपाईँको नेक्स्ट गर्नु होला। तपाईँको आफ्नो डिटेल आए र त्यस पछाडि तपाईँले यहाँ नेक्स्ट गर्नु होला। नेक्स्ट गरे पछाडि यहाँ इन्डिभिजुअल नै चुज गर्नु होला र यहाँ चाहिँ नेक्स्ट गर्नु होला। हामीले त्यस पछाडि तपाईँको आफ्नो डिटेल आउनेछ र यहाँ चाहिँ यसरी तपाईँले पोस्टल नम्बर यहाँ चाहिँ राख्नुपर्ने हुन्छ आफ्नो जिल्लाको र त्यस पछाडि जिमेल फोन नम्बर, त्यस पछाडि यहाँ चाहिँ तपाईँको टेल नम्बर भनेको छ। टेन नम्बर भनेको ठाउँमा पेन कार्ड नम्बर चाहिँ तपाईँले राख्नु होला। तपाईँसँग पेन कार्ड नम्बर होला र पेन कार्ड नम्बर यहाँ राख्नु होला। त्यस पछाडि यहाँ यस्तो खालको इन्टरफेस आउनेछ र त्यस पछाडि हामीले यहाँ चाहिँ अप्सन आउनेछ। यहाँ चाहिँ हामीले ब्याङ्क चुज गर्नु होला। यहाँ हामीसँग पेपल एकाउन्ट छैन र ब्याङ्क अप्सनमा हामीले चुज गर्यौँ। त्यस पछाडि यस्तो खालको इन्टरफेस देख्न सक्नुहुन्छ र त्यस पछाडि यहाँ चाहिँ हामीले आउनेछ सिप कोड हान्नुपर्ने हुन्छ र यहाँ चाहिँ ब्याङ्क एकाउन्ट र कन्फर्म गर्नुपर्ने हुन्छ र सिप कोड नम्बर चाहिँ हामीले कहाँबाट ल्याउने भन्दाखेरि यो गुगलमा गएर सिप कोड सिद्धार्थ ब्याङ्कको सिप कोड भनेर हानेपछि यहाँ अप्सन आउनेछ र यहाँ चाहिँ सिप कोडलाई हामीले कपी गरेर यहाँ पेस्ट गर्यौँ र कन्फर्म गर्यौँ ब्याङ्क एकाउन्ट राखेर यहाँ लिङ्क पेआउटमा क्लिक गरेँ। त्यस पछाडि यो अप्सनमा जानु होला। यो अप्सन आएपछि त्यस पछाडि हामीले यस्तो खालको कन्टिन्यू प्रविन भनेको छ र यहाँ क्लिक गर्नु होला कन्टिन्यू प्रविन र यहाँ गइसके पछाडि हामीले यो अप्सन आउनेछ। यो अप्सनमा हामीले नो चुज गर्नुपर्ने हुन्छ। नोमा त्यस पछाडि आई हेभ 10 मा क्लिक गर्नु होला। यहाँ पनि त्यही यहाँ चाहिँ अनि त्यस पछाडि यहाँ चाहिँ हामीले आई18 मा क्लिक गर्नु होला। त्यस पछाडि यहाँ हामीले राख्नुपर्ने हुन्छ नेपाल। यहाँ क्लिक गरिसके पछाडि यहाँ स्क्रोल गरेर नेपाल हामीले राखिनेछ। नेपाल त्यस पछाडि नेक्स्टमा क्लिक गरिसके पछाडि नेक्स्ट यो अप्सन आउनेछ र त्यस पछाडि
यो यहाँ ठिक गर्नुपर्ने हुन्छ। त्यस पछाडि यहाँ चाहिँ यहाँ सिग्नेचरमा आफ्नो नामै राख्नु होला। जस्ट मैले चाहिँ मेरो नाम राखेँ, प्रवीण राई। त्यस पछाडि यहाँ चाहिँ नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसके पछाडि तपाईँको यस्तो खालको डिटेल आउनेछ र यो डिटेलमा चाहिँ मजाले तपाईँले हेरेर यहाँ चाहिँ सबमिट फर्म भनेर अप्सन आउनेछ, यहाँ क्लिक गर्नु होला। त्यस पछाडि फेरि अर्को अप्सन आउनेछ। यहाँ यस्तो अप्सन आइसके पछाडि हामी डन गर्नेछौँ। डन गरिसके पछाडि सम्पूर्ण प्रोसेस चाहिँ हाम्रो पुरा भइसक्यो र यो अप्सन आउनेछ। यो अप्सन आएको लगभग 5-6 दिनभित्रमा तपाईँको मोनिटाइजेसन भइसक्यो।